first thing in the morning and start our day. Good morning everyone. ब्रेकफास्ट खाएर भएपछि अब फेरि हामी अब त्यसलाई के भन्छ पढ्न बस्दैछौँ। केटाकेटी फेरि पढ्न बसिसके। सधैँको रुटिन त्यही हुन्छ, खाना नास्ता खाने उठेपछि अनि नास्ता खाएपछि फेरि पढ्न बस्ने। अहिले क्लासमा छन्, सबै पढिरहेका छन्। यो 15 नम्बर क्लास छ नि, यो क्लासमा सबै बसेर पढिरहेको छन्। आज पनि ट्राई गर्छु। आज के होला जस्तो छैन, बिकज इट्स रेनिङ, so I don't think anything will happen today. केही इन्ट्रेस्टिङ भयो भने चाहिँ म देखाइहाल्छु। बी विथ मी, सँगै बस्नु होला, कतै नछोडिकन जानु, किनकि वी हेभ टु वाच इट अल। ओके हुन्छ नि त, 12 एक्जामको 12 क्वेसन गएको। स्कुल यहीँ छ, कतै गएको होइन, तर पढाइ चाहिँ हुँदैन। बुझ्यो? छैन स्कुल, आज छैन। आउनुहोस् तपाईँ आफैले हेरेर बस्छ। अब हामी खाना हिँडेको। लेट्स गो एन्ड इट फुड। के छ आज खानामा थाहा छैन, मिठै छ। त्यही सिधा सादा खाना, फुल भुजिया, भात अनि चटनी सँग दाल। सब मैले खाने एक्लै मात्रै। दिस इज आवर होस्टेल रुम। रुम हेर्ने लायक त छैन अहिले, त्यो रुम चाहिँ देखाउनु न। हाम्रो वार्डन सर, विवेक सर, रोटी र आधा भुजिया। चटपटेको भ्लग कसले बनाउँछ? चटपट खै त अनि। लेट्स सी। हामी अब टिभी हेर्न जानु लाग्यो। टिभी नहेरेसम्म छुट्टीको दिन गर्दैन। सो लेट्स गो। मेरो चार्जर पनि उठेछ, चार्जर पनि हेर्न आएको छ। चार्जर त्यहीँ छ क्या मेरो। Look at this. This is where we live. Such a beautiful place, like a little heaven falling from the sky. फिल्मको सट्टामा टिभीमा मै छु। आज फिल्मको सट्टामा भ्लग हेरेको। प्ले। हेलो, अब कपडा धुन लाग्यो। अनि कपडा धुने सुविधा पनि छ। धारा त यहाँ, तर मेसिन पनि त टाढा। दिस इज आवर मेसिन। कपडा धुन सबै यताउति सबै सुविधा छ, केही गाह्रो छैन, सजिलै छ सबै काम गर्न। त्यस्तो छैन। पेन क्लासको नानी आएको थियो नि, चक्लेट टायरदेखि
It feels good when students appreciate you. अब वार्डेन हो, वार्डेनमा गाली साली गर्नु पऱ्यो, थकाउनु पऱ्यो, तर जति गर्ने त्यस्तो त छैन यार त्यति गर्न होइन. So I'm gonna enjoy it and see you. साँझ भयो खेल्दा खेल्दा अब फेरि सेम रुटिन, पढ्ने, सुत्ने, खाने. ओके, सी यू इन अनदर ब्लग. भोलि भेटौँला. आएर त्यस्तै इन्ट्रेस्टिङ, होस्टेलमा इन्ट्रेस्टिङ केही हुन्न क्या, सेमै हुन्छ केही पनि, अलवेज सेम थिङ. पानी रोइरहेछ, किन थाहा भएन. सायद मेरो ब्लगमा भ्युज नआएर होला. आकाशहरू उडाउनु हुन्न गाइस, भ्युज आउनु पर्यो मेरो ब्लगमा. आज स्काई अलि वाइलेन्ट भइरहेछ. मेबी यु डिड समथिङ रङ राइट, द्याट्स वाइ. के गल्ती गरेर तिमीलाई भन त. आइ एम टकिङ टु यु गाइज. वाट डिड यु डु? के गर्नुभयो हजुरहरूले?